नेताका चर्चित काण्ड 2066 सालमा संयुक्त राष्ट्र संघ अन्तर्गतको सुडानमा खटिएका नेपाल प्रहरीका अधिकारीहरूले घोटाला गरेको घटना सुडान घोटाला काण्डबाट चर्चित छ। यसमा 2068 फागुन 1 गते विशेष अदालतले 5 जना प्रहरी अधिकारीबाट 1 अर्ब 14 करोड रुपियाँ असुल गर्नुपर्ने फैसला गरेको थियो, तर नेता र उच्च पदस्थ कर्मचारी जोगिए। 2067 भाद्रमा रामचन्द्र पौडेल र प्रचण्डका बीचमा प्रधानमन्त्रीको चुनाव चलिरहेका बेला माओवादी नेता कृष्णबहादुर मोहराले चिनिया व्यापारीसित 50 करोड रुपियाँ माग गरेको अडियो रेकर्ड बाहिरिएको थियो। त्यसबेला उनले आफूले त्यसो नगरेको भनेका थिए, तर अहिले उनले त्यति बेला चिनिया व्यापारीसित 50 करोड मागेको सत्य हो, तर एक सुक्खा पैसा पनि प्राप्त भएन भनेर बोलेको भिडियो युट्युबमा भेट्न सकिन्छ। 2070 को दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेलाई 3 करोड रुपियाँ बुझाएर राज्यलक्ष्मी गोल्छा सभासद बनेको सार्वजनिक भएको थियो। 2076 मा जहाज खरिद गर्दा व्हाइट बडी प्रकरण आयो, जसमा 4 अर्ब 35 करोड घोटाला भएको बताइन्छ। केपी ओली प्रधानमन्त्री भएको बेला 2076 चैत्र 11 गते 24 घण्टे सूचना जारी गरी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनल ग्रुपसित औषधि र स्वास्थ्य उपकरण खरिद गर्ने सहमति गरिएको थियो। त्यसमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विवादित भएका थिए। ललिता निवास जग्गा प्रकरण बालुवाटारको सरकारी निवासको जग्गालाई व्यक्तिगत गराउन गरिएको विषयसँग सम्बन्धित काण्ड हो। यसमा धेरै ठूला नेता तानिएका छन्। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुढी गण्डकी परियोजनामा प्रचण्ड देउवा ओलीले करोडौं भ्रष्टाचार गरेको बताएका थिए। यसमा छानबिन हुन सक्ने अवस्था छ। एनसीएल प्रकरण एनसीएल सञ्चालन एजेन्ट कम्पनीलाई अर्बौं रुपियाँ कर छली गर्न कांग्रेस एमाले र माओवादी केन्द्रका उच्च नेतृत्वले छुट दिएको र आफ्नो कम्पनीले उनीहरूलाई रकम उपलब्ध गराइसकेको स्वयं एजेन्टका प्रतिनिधिले बोलेका थिए। यसमा समेत कारबाही हुन सक्ने अवस्था छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा 70 करोड रुपियाँ इनामिना भएको समाचार बाहिरिएको थियो। एमालेका तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले बोलेको गोप्य अडियो रेकर्ड 2076 फागुन 8 गते बाहिरिएको थियो। भुटानी शरणार्थी काण्ड नेपालीहरूलाई भुटानी बनाई विदेश पठाएको काण्ड हो यो। यस काण्डमा तत्कालीन मन्त्री टोपबहादुर रायमाझी जेलमा छन्। नेपालमा विगतदेखि अहिलेसम्म पटक पटकका सुनकाण्डहरू भइरहेका छन् र त्यसमा उच्च पदस्थहरू जोडिने गरेका छन्। छानबिनबाट बस्दै आएका छन्। गिरिबन्धु टी स्टेट प्रकरण झापाको जग्गा सम्बन्धी विवाद हो, जसमा सबैभन्दा बढी विवादित केपी शर्मा ओली छन्। रवि लामिछानेको सहकारी ठगी प्रकरण रासपाका नेता रवि लामिछानेले देशका विभिन्न ठाउँ पोखरा, बुटवल, काठमाडौँ, पर्सा, चितवनका सहकारीका रकम इनामिना गरेको अभियोगमा अहिले उनी जेलमा छन्। काभ्रेमा पतञ्जलि कम्पनीलाई जग्गा उपलब्ध गराएको र त्यो जग्गालाई लगत्तै 2 महिनापछि बिक्री पनि गर्न सकिने मन्त्री परिषदबाट निर्णय भएको थियो। त्यस अभियोगमा नेकपा यसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालको सांसद पद निलम्बन गरिएको थियो। भिजिट भिसा प्रकरणमा विदेश पठाउँदा विदेश जानेहरूबाट मोटो रकम असुली गरेको भन्दै तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतका मुछिएका थिए। यी त केही चर्चित काण्डहरू मात्र हुन्, जसको छानबिन भए पुराना नेताहरू लगभग सबै